हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने नेपाली नोट केवल डिजाइन गरिएको कागज मात्र हो, तर यसमा गभर्नरको सही सहित लेखिएको छ। नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तान माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ 1000। यसको अर्थ के हो भने तपाईले नोट लिएर बैंक गए पनि यसको मूल्य सुरक्षित छ। नेपाल राष्ट्र बैंकको भरोसामा यो नोट कानुनी रूपमा चल्छ र आवश्यकता परेमा बैंकले यसको वैधता प्रमाणित गर्छ। अब प्रश्न, हामीले दैनिक प्रयोग गर्ने यो नोट आखिर कहाँ र कसरी बन्दछ? नेपाली मुद्राको इतिहास। नेपालमा पहिलो पटक मुद्राको चलन सन् 400 को दशकतिर लिच्छविकालका राजा मानदेवबाट सुरु भएको मानिन्छ। त्यति बेला पैसा भनेको आजको जस्तो नोट थिएन, सिक्का मात्र चल्ने गर्दथ्यो र त्यसकै आधारमा व्यापार व्यवहार चल्ने गर्दथ्यो। अब कुरा गरौँ नेपाली कागजी नोटको। हामीले अहिले दिनदिनै प्रयोग गर्ने नोट, यसको इतिहास पनि धेरै पछि विजय सम्वत 2002 सालबाट सुरु भएको थियो। त्यति बेला राजा त्रिभुवनले पहिलो पटक कागजी नोटको थालनी गरे। नोटहरू भारतको महाराष्ट्र नासिक स्थित इन्डिया सिक्युरिटी प्रेसमा छापिएका थिए। त्यो समयमा नोटलाई मोहरु भनिन्थ्यो, किनकि त्यस बेलासम्म नेपालमा चलनमा रहेका मोहर नामको सिक्काकै आधारमा कागजी नोटको नाम राखिएको थियो। त्यो बेला अहिले जस्तो रुपैयाँ पैसाको हिसाब नै थिएन। चलन चल्तीमा पैसा मोहर र मोहरुमा हुन्थ्यो। 2 मोहर बराबर 1 मोहरु, यही आधारमा सबैले हिसाब गर्दथे। पैसाको हिसाब किताब सिक्काको वजन र यो 2 आधारित प्रणालीमा चल्थ्यो। पहिलो मोहरु नोटहरू भने एकदमै रङ्गीन र कलात्मक हुन्थे। नोटको छेउछेउमा चरा, सर्प र विभिन्न जनावरका सासाना चित्रहरू बनाइन्थे, जसले नोटलाई धेरै आकर्षक बनाउँथ्यो। नोटको अगाडि दायाँपट्टि राजा त्रिभुवनको फोटो हुन्थ्यो र नोटको पछाडि घना जङ्गल, बीचमा बाघ र फ्रेमबाट बाहिर निस्किन खोजे जस्तै देखिने पात बिरुवाका चित्रहरू रहेका हुन्थे। पुरानो समयमा दुद्ध शमशेरले नोटमा आफ्नै फोटो र सही राख्न खोजेका थिए, तर राजा त्रिभुवनले मानेनन्। अन्ततः नोटमा जनावर चित्र राख्ने निर्णय भयो। त्यसबेला धेरै मानिस पढ्न लेख्न जान्दैन थिए। सिंह, गैडा, बाघ, हरिण सबैले चिन्ने, चलनचल्तीमा पनि सहज हुने। यसरी निरक्षर मानिसले पनि चित्र हेरेर बुझ्ने गर्दथे यो कति रुपैयाँ हो। नेपाली नोटको खास पहिचान रङ, आकारको भिन्नता, जनावरको चित्र, सांस्कृतिक चिन्हहरू। यही कारण नेपालका नोटहरू संसारका नोटहरूमध्ये सबैभन्दा अनौठा मानिन्छन्। तर नेपालको 7 दशकदेखि आजसम्म नेपाली नोटको मूल्य डिजाइन उही छ। तस्बिर फेरियो, गभर्नरको हस्ताक्षर फेरियो, सासाना परिवर्तन मात्रै भएको छ। पहिला नेपालका नोट भारतको नासिक सिक्युरिटी प्रेसमा छापिन्थे। पछि ब्रिटेन, जर्मनी, फ्रान्सका अत्याधुनिक प्रिन्टिङ कम्पनीहरूमा पनि नोट छापिन्थ्यो। तर अहिले नेपाली नोट छापिने मुख्य स्थान चीन हो। विशेष गरेर CBPMCमा छाप्ने गरिन्छ। यस कम्पनीले बङ्गलादेश, श्रीलङ्का, मलेसिया, थाइल्यान्ड, अफगानिस्तानका नोट पनि छाप्छ। किनकि चीनमा नोट छाप्दा सस्तो लागत, आधुनिक सुरक्षा प्रविधि, राजनीतिक कूटनीतिक स्थिरता, अत्याधुनिक क्षमता भएकाले अरू देश पनि यस कम्पनीमा मुद्रा छाप्ने गर्दछन्। नोट कसरी छापिन्छ? यो स्पेशल करेन्सी पेपर विशेष किसिमको कागज हो। कपास आधारित फाइबर, पानीमा भिज्दा पनि नफाट्ने किसिमको। हाई सिक्युरिटी डिजाइन प्रिन्टिङ। हाम्रो नोटमा भएको हाम्रो सगरमाथा, राष्ट्रिय जनावर, सांस्कृतिक प्रतीक सबै उभारिएको छपाईले बनाइन्छ। त्यसैले नोट छाम्दा टेक्सचर महसुस हुन्छ। सिरियल नम्बर कोडिङ। हरेक नोटको आफ्नै पहिचान हुन्छ। रातो, नीलो, कालो रङका अनि अङ्क अङ्कित सिरियल नम्बर। यो स्टेप एकदमै संवेदनशील हुन्छ। नक्कली नोट पत्ता लगाउने पहिलो उपाय यही नै हो। सिक्योर सिपमेन्ट टु नेपाल। भ्याकुम सिल्ड बन्डल, GPS ट्र्याक कन्टेनर, लक बक्समा प्याक गरेर चार्टर्ड कार्गो मार्फत नेपाल पठाइन्छ। नेपाल आइपुगेपछि सबै नोट मुद्रा व्यवस्थापन केन्द्रमा लगिन्छ। त्यहाँ सर्टिङ, भेरिफिकेसन, गणना गरेर सबै प्रक्रिया पूरा भएपछि मात्र नेपाल भरका बैंकमा वितरण गरिन्छ। अनि तपाईलाई लाग्न सक्छ, पुराना फाटेका नोट के गरिन्छ त? हरेक नोट पुरानो हुन्छ, फाट्छ, चलन योग्य हुँदैन। त्यस्ता नोट श्रेडिङ मेसिनमा लगिन्छ र लाखौं साना साना टुक्रा पारेर कम्प्रेस्ड ब्रिकेट बनाइन्छ, जो इन्धनका रूपमा पनि प्रयोग हुन्छ।
फ्याक्ट भ्युजको आजको श्रृङ्खलामा यति नै। अर्को रोचक श्रृङ्खलामा फेरि भेटौँला। धन्यवाद।